नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्दै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। एकचोटि पार्टी सभापतिज्यू र वरिष्ठ नेता एवं प्रधानमन्त्रीज्यूलाई जोरदार तालीका साथ स्वागत गरौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा सभापतित्व यो उद्घाटन सत्रको सभापतित्व गरिदिनु हुन पार्टी सभापति आदरणीय रवि लामिछानेज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी पार्टीका वरिष्ठ नेता एवं सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी एउटा लोकतान्त्रिक पार्टी भएकोले हामीले हाम्रो प्रथम ऐतिहासिक महाधिवेशनमा हामीले विभिन्न दलका नेतृत्वहरूलाई आमन्त्रण गरेका छौँ र यसै क्रममा नेपाली कांग्रेसका सभापति श्री गगन थापाज्यूलाई आसन ग्रहण गर्न म अनुरोध गर्न चाहन्छु। त्यसैगरी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईज्यूलाई आसन ग्रहण गर्न म अनुरोध गर्न चाहन्छु। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नेता श्री वर्षमान कुञ्ज्यूलाई आसन ग्रहण गर्न म अनुरोध गर्न चाहन्छु। त्यसैगरी म राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवज्यूलाई आसन ग्रहण गर्न चाहन्छु। माफ गर्नुहोला, मैले छुटाएछु। नेकपा एमालेका उपमहासचिव एवं नेता श्री प्रदीप गेवालीज्यूलाई आसन ग्रहण गराउन चाहन्छु। त्यसैगरी जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतज्यूलाई आसन ग्रहण गराउन चाहन्छु र पार्टीका अरू नेता अरू सदस्यहरूभन्दा अगाडि आम नागरिकका हिसाबले यहाँहरूलाई पहिला म आसन ग्रहण गराउन चाहन्छु। एकचोटि जोरदार तालीका साथ सबलाई स्वागत गर्न चाहन्छु। यो पानीले राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशनलाई भव्य सफलतामा लिएर जाने एउटा सन्देश दिएको छ र यो एउटा शुभ साइतको रूपमा यो पानीलाई हामीले लिएका छौँ। तथापि हामी यो झरीमा भिज्दै गर्दाखेरि पनि योबाट कति पनि विचलित नभइकन हाम्रा कार्यक्रमहरूलाई अगाडि बढाउने छौँ। अब म पार्टीको यो औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा अगाडि म सबैलाई राष्ट्रगानमा सँगै उभिएर सहभागी हुन म अनुरोध गर्न चाहन्छु र प्राविधिक टिमलाई राष्ट्रगान बजाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका राजधानी स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
धन्यवाद छ। गर्ने ज्ञात अज्ञात शहीदहरूप्रति 1 मिनेट मौन धारण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। समय सुरु। धन्यवाद। अब म राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको औपचारिक उद्घाटनको लागि पार्टी सभापति आदरणीय रवि लामिछानेज्यू र पार्टी वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई अगाडि आएर अगाडि रहेको घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र अन्य अतिथिज्यूहरूलाई पनि अगाडि रहेको घण्टी बजाइदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद छ सम्पूर्ण अतिथिज्यूहरू, पार्टी सभापति एवं वरिष्ठ नेताज्यूलाई। अब म